मलाई पिङ खेलिदिने हो र नै झ्याउला छ तँ खेलिरहेछ जा म जान्छु त नि एक्लै खेल्न दाइ तपाईँ पनि पिङ खेल्ने पहिला दिदीलाई खेलाउन म हेर्छु तँ कतिखेर आइस फेरि यहाँ फुल देखिसकेपछि मौरी त आउनै पर्यो नि दिदी तपाईँ उठेर खेल्ने कि बसेर खेल्ने उठेर दिदी आउनु खेल्न एकछिन है भाइ विमल जामै घरमा कुचो पनि लाउन छ जाम जाम मेरो पनि हल्का काम छ घरमा केटी त देख्नै नहुने नि बोकाहरू दिदी म पनि खेल्छु नि आऊ मेरो काखमा बसेर खेल कस्तो क्युट के भाइ त पामपुड्के भएको पनि फाइदा हुँदो रहेछ आज मासु खाम न है बाउ के को मासु लबन खसीको खाम न खसीको हुँदैन मासु के त्यो धेरै महँगो हुन्छ बङ्गुरको त्यसमा धेरै बोसो हुन्छ भैँसीको दुध खाने जनावरको मासु खान हुन्छ कुकुर त्यसो भए रागोको खाम न त रागोले दुध दिन्छ र खान मासु के मासु हुन्न भैँसीको बुढा हो त्यो पनि अनि के को खाने त कुखुराको नि ल त नि खाम त नि खसीको मगाएको छु के तँलाई जिस्काको आज ए हो र बाउ नउठाऊ किन तिम्रो मामाको छोराको छोरीको बहिनीको दाईको भाइ मर्यो भनेर न्युज आयो भने के गर्ने नि मासु मगाएको थिएँ कि त्यसकै कल होला रिक्स किन लिने के बाउ रिक्स किन लिने पहिला मासु खामा नि फोन उठाउलौ साँच्चीकै कोही मरेको रहेछ भने मासु खाएर पाप लाग्दैन हामीलाई मरेको मान्छेको मासु कसले खाने भनेछ र हँसाइस जाँट हो दाइ जुठो पर्यो आमा बित्नु भयो र कहिले मलाई थाहा थियो कि रिस उठ्ने आज बिहान लौ न रोग है म आइहाल्छु नआउनु दाइ म त्यही लिएर आइदिन्छु लास यहाँ लिएर आउनु भन्दा म त्यहीँ आइहाल्छु नि भाइ आमा जसरी पालेको थिएँ मैले यो खसीलाई मजाक नगर त जाँटो छिटो मासु लिएर ल दाइ को मर्यो फेरि योपालि कि कोहीले ढाल लाउनु बिर्सियो मर्न त मरेको रहेछ तर खसी यस आज के रहेछ ओइ बाबु आज त एकादशी पो रहेछ त अनि लामो जस्तो सबै कुरा हार्छस् नखेल्द त लङ्गुर त खेल्न पर्यो नि हेर दसैँमा त तेरो बाउ लङ्गुर म यति हो सरी दाइ मैले यता भनेको यतिलाई यता किन भनेको त मुजी दाइ यता कि गेममा के तल ए ठिक छ भाइ पर्स पनि हारे म थुक्क भन्दै थिएँ नि मैले खैले त त्यो 1500 नै हालम चुब्लाक वाइफाई तिर्ने पैसा हो त्यो लिएन मलाई फ्री वाइफाई चलाउलास् के ल भाइ मेरो बच्चा पान्न ल मुला वाइफाईको पैसा भन्छ यो मान्छेले हेर्छ त्यहाँ आफ्नो बच्चा धरि हालेछ ले त जित्यो भने डबल दिन्छु के जित्यो भने तैँलाई 2टा बच्चा दिन्छ र यो खेलाउनेले दिनै पर्यो नि रुल नै त्यही छ भगवान पान्न पार्नु है मेरो बिरियामा समस्या छ म दिन्छु कि तेरो पैसा फिर्ता विश्वास गर्न सालेले कङ्गाल नै बनाउने भयो सबै एउटैमा नहाल त एकैचोटि हार्छस् आए बाउको गए साउको सबै एकै ठाउँमा नहाल त छोरा चुप लाग्न सियोर आउँछ कि पान बुर्जामा हालेछस् के तैँले पहिला पिक्चर त चिन ल मेरो इट्टामा आयो ल दाइ अलि धेरै हलाउनु न है नाइ भाइ दिमाग स्लो हुन्छ गोठी के ल इट्टामा त डबल बच्चा मेरो भयो अब मैले जितेँ 500,000 दे यति दाइ तपाईँले हुकुममा हाल्नुभएको थियो अर्काको फेरि चिन्दो रहेछस् त यस मैले बच्चा पाएँ बुढी नयाँ बच्चा नै हारे म त सालीलाई जुवाना खेल कचोडी भनिसके मैले लाउनु यति दाजु म लास्टै खुसी छु राख्नु यो मासु खानी अब घर ल मेरो साथीलाई झन्डामा ल त गरिन म चुप लाएर ल दाइ तपाईँ एक्लै नै के खेल्नुहुन्छ उठाए है मैले रोक्नु न मेरो अर्को बच्चा आउँदैछ कति टाइम लाग्छ अब 3 महिनामा जन्मिन्छ